देश र जनताको लागि बनाएको अन्तरिम सरकार यदि देश र जनताको लागि सोचेन भने कसको लागि सोच्छ? यो पूरा भिडियो हेर्नुस् है। एउटा बुढोलाई फालेर अर्को बुढो ल्याएको होइन, एउटा बुढो गोरु बेचेर अर्को बुढो गोरु किन्नको लागि यो आन्दोलन भएको होइन, केही गर्नको लागि। यो देशले परिवर्तन खोजेको छ, परिवर्तन गर्नको लागि तपाईले त्यहाँ पठाइएको छ। ती वीर शहीदहरूको लागि र घाइते परिवारको लागि तपाईले काम गर्न सक्नु भएन भने तत्काल राजीनामा दिएर बाहिर आउनुस्, नत्र फेरि यही वीर शहीदहरू र वीर शहीदका आफन्त र घाइते परिवारहरू तपाईलाई सिंहदरबारबाट तानेर मैतीघर मण्डलामा फुटबल खेल्नु नपरोस्। त्यसकारणले गर्दा नेपाली जनताको हकमा, नेपाली जनताको पक्षमा तपाईले काम गर्नको लागि तपाईलाई म विनम्र आग्रह गर्छु। संविधानका कुराहरू उठिरहेको छ यहाँ। यो संविधान यदि मान्ने नै भएको भए यो विद्रोह हुँदै हुन्थ्यो। यो संविधान स्वीकार्यकै छैन, यो संविधान मान्नेकै होइन, यो संविधान त्रुटिपूर्ण छ। त्यसकारणले गर्दा यो क्रान्ति हो र क्रान्तिले एउटा नयाँ इतिहास बनाउँछ, नयाँ इतिहास लेख्छ। त्यसकारणले गर्दा तपाईहरु वीर शहीदहरुप्रति र घाइतेहरुप्रति जिम्मेवार भइदिनुस् र यदि यो सरकारले त्यो कुरा पूरा गरेन भने विद्रोह त हुन्छ र त्यो विद्रोह कसैले रोक्न सक्दैन। न यो सरकारले रोक्न सक्छ, न यी पुराना राजनीतिक पार्टीहरू। ती पुराना राजनीतिक पार्टीहरू पनि अहिले टाउको उठाउँदैछन्, भन्दैछन् रे तिनीहरूका टाउका कसरी काटिन्छ त्यो भोलिको दिनमा देखिन्छ। अहिले घर जलाइएको छ, यो भन्दा पनि ठूलो विद्रोह हुन सक्छ। त्यसकारणले गर्दा यो शहीद परिवारहरूलाई सम्मान गर्नुस्, घाइते परिवारहरूलाई सम्मान गर्नुस्। यी वीर शहीदहरूका आमाहरू हुन्, यी वीर शहीदहरू अहिले घाइते छन्। ती वीरहरूले लेखेको इतिहास हामी सबैले बुझ्नुपर्छ, नत्र अहिले हामी लाइट पुस्ता, हामी प्रकाश पुस्ता, लाइट जेनेरेसनले गरेको आन्दोलन तपाईहरु हेर्नु नपरोस्। त्यो धेरै विध्वंसकारी हुन सक्छ। यो देशमा एउटा नयाँ इतिहास लेखिन सकिन्छ र त्यो इतिहास तपाईहरुको छातीमा परेड खेलेर लेखिन्छ। त्यसकारणले गर्दा म धेरै कुरा भन्न चाहन्न। म सरकारसँग विनम्र आग्रह के गर्छु भने तपाईको संविधानको धाराले रोकेको छ भने हेर्नुस्, जनताको आवाज हो संविधान। त्यो संविधान जनताको अधिकार यदि सुनिश्चित गर्न सकेन भने त्यो